सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ र आज पनि त्यही हो बिहानै कलेज जाँदा भिडियो सुरु गरेँ र हाम्रो चाहिँ अन्तिम दिनहरू आउँदैछ कलेजको पनि र हाम्रो चाहिँ बिहानै कलेजमा एसेम्ब्ली हुँदा यस्तै हुन्छ एज अलवेज तपाईँलाई थाहै छ र आज चाहिँ हाम्रो रोपआउट प्रोग्राम थिएछ कलेजमा अन्त हाम्रो चाहिँ एडमिसन गरेर आउँदाखेरि रोपिन प्रोग्राम हुन्छ भने चाहिँ निस्किनुभन्दा अगाडि चाहिँ रोपआउट प्रोग्राम हुँदो रहेछ र धेरै कुराहरू सिकाउनु हुँदो रहेछ सर चाहिँ गुवाहाटीबाट आउनु भएको थियो र त्यसपछि ढिलै नगरिकन हाम्रो चाहिँ सर्ट ब्रेक भइसकेको थियो र हामी चाहिँ यहाँनिर सरहरूले खाइसकेर उब्रेको पकौडा चियाहरू चाहिँ मजाले दम्काइन्दै थियो र जोइद दा चाहिँ बोल्दै भने टिपिरहेको थियो टिप्नु चाहिँ छोडेको थिएन र त्यति भन्दै हाम्रो लन्च ब्रेकहरू भइसकेको थियो र लन्च सकेर कलेज जाँदाखेरि चाहिँ यहाँ साथीभाइहरू चाहिँ एकदमै हुन्छ नि इन्जोय पनि गरिरहेको थियो र अब मेमोरिजहरू बनाउँदै थियो किनभने हाम्रो इन्ड भइसकेको छ क्लासेसहरू पनि र अब हाम्रो चाहिँ बाँकी चाहिँ के छ भन्दाखेरि इक्जाम मात्रै बाँकी छ र त्यो पनि अब 1 तारिकदेखि सुरु हुँदैछ र त्यति भन्दै साथी र म चाहिँ रुमतर्फ लाग्न आँटेको थियो र रुम गएर चाहिँ म सिन्ताम जाने काम थियो मेरो र किनभने भोलि चाहिँ फेयरवेल पार्टी छ कलेजमा र एक दुईवटा अब कपाल सपल काटेर ह्यान्डसम भएर त जानै पर्यो होला भनेर चाहिँ अब मोमो पार्टी गर्नुपट्टि लागेँ पहिला चाहिँ अन्त एक दुईवटा काम थियो त्यो पनि सकेर रुमतर्फ फर्की पनि हालेँ र त्यति भन्दै आजको भिडियो म यतिमै एन्ड गर्दैछु र होप यु गाइस लाइक इट सी यु नेक्स्ट मिनी ब्लग त्यति भन्दै बाई।